कसले भन्यो प्रमाण छ हाल्छु मेरो जाग्छु अहिले समाधान ठाउँ छ कर्मचारी महोदय सरी सांसद महोदय झागिदिनुहोस् यस्ता प्रश्न गर्ने व्यक्तिलाई समयमा पहिचान गरी जेलमा झागिदिनुहोस् भनेर भन्छ ठान्नु भएको होला। सरी माननीयज्यू, मैले तपाईँको प्रशंसा गर्न सकिनँ, माफ गर्नु होला, क्षमा दिनु होला। लोकतन्त्रमा जनताले चाहिँ आफ्नो मतभेद राख्न पाउने अधिकार जनतासँग छ। जनताले आज प्रश्न गरेको आधारमा जनताले तपाईँ आज खुल्ला धम्की दिँदै हुनुहुन्छ जेलमा खोजिदिन्छु भनेर। याद गर्नुहोस्, कुनै दिन तपाईँ यसरी प्रश्न गरेर आज सदनमा पुग्नु भएको छ। र अर्को कुरा माननीयज्यू, तपाईँलाई चाहिँ जनताले प्रश्न गरेको आधारमा चाहिँ आज जुन धम्की दिँदै हुनुहुन्छ नि, तपाईँले आज जनताले जसरी तपाईँलाई सदनमा पुगाएछन् त्यसरी चाहिँ तपाईँले जनताको इच्छा र आकाङ्क्षा अनुसार काम गर्न सक्नु भएन भने घिसारेर सडकसम्म जनताले नै पुर्याउँछ नि, याद राख्नु होला। र अर्को कुरा के जनताले के तपाईँको सधैँ प्रशंसा गरिराख्नु पर्ने, तपाईँकै तलुवा चाटिराख्नु पर्ने हो? तपाईँको राम्रो कामको पनि ताली पड्काउनु पर्ने, नराम्रो कामको पनि ताली पड्काउनु पर्ने? जनता चाहिँ अब सचेत छन्। यो कुनै डिक्सनरीमा लेखिएको छैन कि तपाईँकै जनताले सधैँ समर्थन गरिराख्नुपर्छ भनेर। राम्रो कामको जनताले सधैँ समर्थन गर्नेछन्, नराम्रो कामको सधैँ विरोध गर्नेछन्। र तपाईँको आज जनताले चाहिँ जब मनमा जनताले चाहिँ आफ्नो चाहिँ इच्छा अनुसार जनताले प्रश्न गर्न पाउँदैन तब त्यो लोकतन्त्र पनि होइन। लोकतन्त्रमा जनताले आफ्नो प्रश्न गर्ने पाउने अधिकार जनतासँग छ, त्यो जनताले चाहिँ सधैँ राख्नेछन्। तपाईँले सदनमा पुर्याएकै जनताले हुन् र जनतालाई अधिकार पनि छ तपाईँसँग प्रश्न गर्न पाउने। तपाईँले कसरी त्यसको उत्तर दिने, जनतालाई कसरी खुसी राख्ने, त्यो कुरा तपाईँले सोच्नुपर्ने हो। एकचोटि आफ्नो अभिव्यक्ति राम्रोसँग सुन्नु होला र अभिव्यक्ति सचाउनु हुन मेरो विनम्र अनुरोध छ तपाईँलाई। याद राख्नुहोस्, सदनमा जनताले पुगाएको हुन्, सडकमा पनि जनताले नै पुगाउने छन्। यो कुरा दिमागमा राख्नु होला। धन्यवाद छ माननीयज्यू।